प्रिय मित्र तिम्रो मनलाई सुन। जब रिसको आगो तिम्रो मुटुमा जलिरहेको हुन्छ, यो आगोले सबै कुरालाई जलाउन सक्छ। तिम्रो मित्रतालाई, तिम्रो शान्तिलाई र तिम्रो खुसीलाई। बाइबलले भन्छ क्रोध गर्नमा ढिलो हो, किनकि यसले तिम्रो आत्मालाई दुष्टताले भर्दछ। त्यसको सत्तामा शान्ति र धैर्य धारण गर र तिमीले परमेश्वरको शान्ति पाउनेछौ। तिम्रो बोलीलाई नियन्त्रण गर जब तिम्रो मनमा रिस हुन्छ, किनकि एक शब्दले ठुलो क्षति पुर्याउन सक्छ। धेरै बोल्नु मूर्खता हो बाइबलले भन्छ, त्यसैले शान्त बसेर प्रार्थना गर। सम्झ ख्रीष्टले पनि दुःख भोग्नु भयो, जब उहाँले अन्याय र घृणाको सामना गर्नु भयो। तर उहाँले क्षमा दिनु भयो र प्रेमले भरिनु भयो, किनकि परमेश्वरले प्रेमको मार्ग सिकाउनु भयो। रिसलाई तिम्रो हृदयमा नराख, बरु यसलाई क्षमाको माध्यमले बाहिर निकाल। यो रिसले तिमीलाई मात्रै दुःख दिन्छ, यसलाई छोडेर नयाँ जीवनलाई स्वीकार गर। जब